हाई नमस्ते सम्पूर्णमा। आज चाहिँ हामी कमल पोखरी भन्ने ठाउँमा आएको छौँ र किन आयौँ भने आज चाहिँ हामी कलेज नै गएको थियौँ साथीसँग। अनि आज चाहिँ छिटै छुट्टी भयो के कलेज। अनि भएपछि चाहिँ के गरौँ भयो। एकछिन यतिकै पनि बस्थ्यो क्लासमा। अनि त्यसपछि यतिकै सोच्दा कमल पोखरी पो जाउँ भनेर भन्यो साथीले। अनि त्यसपछि हुन्छ म पनि गएको छुइनँ अहिलेसम्म, हुन्छ गइदिउँ न त भनेर आएको है साथीहरू। अनि यहाँ चाहिँ कस्तो राम्रो शान्त सुन्दर वातावरण रहेछ क्या। अनि आएपछि त हामी त खुसीले यहाँ वातावरण देखेर साह्रै खुसी भयौँ हामी दुवैजना। अनि ठाउँ पनि कस्तो राम्रो रहेछ। अनि चाहिँ म यता के अरे पोखरी देखाउन खोजेको, तर मेरो क्यामेराले कस्तो आउँछ कि आउँदैन है। ब्लग बनाउने रहर थियो, अब खोइ मोबाइल यस्तै छ। भए पनि हामी चाहिँ यता छौँ। उठेर गर न। ए म उठेरै देखाउँछु। हाम्रो कमल पोखरी चाहिँ यस्तै छ है साथीहरू। यस्तो राम्रो छ होइन। वरिपरि सिरिजको फुल पनि रहेछ। यसरी घुमाएर म तपाईँहरूलाई देखाउँदैछु। बोल्न पनि आउँदैन जस्तै यहाँ, तर यहाँ के छ भने नि, यहाँ चाहिँ 2-4 जोडी मान्छेहरू पनि देखिरहेछन्। 2-4 जोडी मान्छेहरू पनि देखिरहेछन्। अनि हामी चाहिँ यता सिङ्गल छौँ, साथी बसेछ, म यता छु। ल है त, यति देखाउँदै बाई बाई। फेरि अर्को ब्लगमा छिटै हामी भेट्नेछौँ।